नमस्कार सबैजनालाई। म मन्दिरा देवकोटा, काठमाडौँ युनिभर्सिटीको स्टेम स्कलर्स सेकेन्ड सेमेस्टर। मैले चाहिँ काठमाडौँ युनिभर्सिटीमा पढ्दै गर्दा चाहिँ सेकेन्ड सेमेस्टरमा चाहिँ रिसर्च मटेरियल डेभलपमेन्ट 520को नम्बरमा रहेको एउटा सब्जेक्ट पढ्ने अवसर पाएँ, जसमा चाहिँ मेरो प्रोफेसनल करियरको लागि चाहिँ यसले असाध्यै हेल्प पुऱ्याएको मैले अनुभव गरेको छु। जसमा चाहिँ हामीलाई कोर्स फेसिलिटेट गर्नुभएको थियो आदरणीय खिलनारायण श्रेष्ठ सरले। यो रिसर्च मटेरियल्स डेभलपमेन्ट्स कोर्समा चाहिँ स्पेसल्ली हामीले 4वटा मोडल्सहरूको बारेमा डिस्कसन गरेका थियौँ। ती मोडल्सहरूमा चाहिँ नम्बर 1मा थ्योरी एन्ड प्र्याक्टिस फाउन्डेसन, सेकेन्डमा प्रिन्टेबल मटेरियल्स, थर्डमा डिजिटल मटेरियल्स र फोर्थमा ह्यान्ड्स अन मटेरियल्सको बारेमा डिस्कसन गरेका थियौँ। एज अ टिचरको रूपमा आफूले यो कोर्स पढ्दै गर्दा चाहिँ आफूलाई एकदमै फ्रुटफुल भएको मैले महसुस गरेको छु। र कक्षा कोठामा चाहिँ टिचिङ लर्निङ गर्दै जाने क्रममा चाहिँ हामी जहिले पनि ट्रेडिसनल मटेरियल्सहरू बोकेर जाँदै गर्दा चाहिँ यो तिनवटा रिसोर्स मटेरियल्सहरूले चाहिँ हाम्रो शिक्षण सिकाइ क्रियाकलापमा पक्कै पनि एउटा नवीनतम अप्रोच लिएर आउने कुरामा म विश्वस्त पनि छु। आफूलाई त्यसरी ठानेको पनि छु। र यो 4वटा मोडल्सको ओभरभ्यू चाहिँ मैले यसरी एउटा इमेजको फर्ममा चाहिँ यहाँ प्रस्तुत गरेको छु, जसमा थ्योरी एन्ड प्र्याक्टिस फर्स्ट मोड्युलमा पढेको कुरा, सेकेन्ड वानमा प्रिन्टेबल मटेरियल, तेस्रो मोड्युल्समा चाहिँ डिजिटल मटेरियल्स र चौथो मोड्युल्समा चाहिँ हामीले ह्यान्ड्स अन मटेरियल्सको बारेमा डिस्कसन गरेका थियौँ। वास्तवमै यो रिसर्च डेभलपमेन्ट मटेरियल को पाठ्यक्रमको मेन उद्देश्य चाहिँ शिक्षक तथा एडुकेटर्सहरूलाई चाहिँ सिकाइमा सहजीकरण गर्नको लागि चाहिँ यसले हेल्प गर्ने विभिन्न प्रकारका शैक्षिक सामग्रीहरू कक्षा कोठामा प्रयोग गर्नका लागि चाहिँ यसले मोटिभेटेड गर्ने काममा यसले सहयोग गरेको पाइयो। वास्तवमै हाम्रो पाठ्यक्रममा चाहिँ स्ट्रिमको इन्टिग्रेट एउटा अप्रोच, इन्टरडिसिप्लिनरी अप्रोचलाई सपोर्ट गर्नलाई पनि करिकुलमहरू यो पाठ्यक्रमले हेल्प गरेको छ, जसमा चाहिँ विद्यार्थीहरूमा ट्रियाज, हेड, ह्यान्ड एन्ड हार्ट्स तीनवटा डोमेनमा रहेर यसले हामीलाई विद्यार्थीहरूलाई चाहिँ सिकाइमा सहयोग गरिरहेको पाइएको छ। र यसको मेन उद्देश्य भनेको चाहिँ विद्यार्थीहरूमा चाहिँ ह्यान्ड्स अन एक्टिभिटीहरूमा इन्करेज गर्नु पनि रहेको छ। र स्टिम मार्फत चाहिँ शिक्षामा चाहिँ एउटा आमूल परिवर्तन ल्याउने उद्देश्यले पनि यो कोर्सले काम गरिरहेको पाइयो। सम्पूर्ण यो पाठ्यक्रमलाई चाहिँ 4वटा मोडुलमा विभाजन गरिएको छ, जसमा मैले अघि नै भनिसकेँ थ्योरी एन्ड प्र्याक्टिस, प्रिन्टेबल मटेरियल, डिजिटल मटेरियल्स र ह्यान्ड्स अन मटेरियलको कुरा गरेको छ। र पहिलो मोड्युल्सले चाहिँ थ्योरी एन्ड प्र्याक्टिसको कुरा गरेको छ, जुन होल 4वटा मोड्युल पढ्दै गर्दा चाहिँ हामीले यो रिसर्च डेभलपमेन्ट मटेरियल्सको चाहिँ फाउन्डेसन के हो, यसको आधार के हो भन्ने कुरा चाहिँ मोड्युल 1मा हामीले पढ्यो। मोड्युल 1 पढ्दै जाने क्रममा चाहिँ मैले एउटा नयाँ अनुभव, नयाँ एक्सपिरियन्स पनि सिक्ने म अवसर पाएँ, जसमा चाहिँ खिलनारायण सरले चाहिँ हामीहरूलाई इन्डिभिजुअल एउटा प्लान बनाउने, हरेक सब्जेक्ट आफूले पढाउँदै गरेको सब्जेक्टमा चाहिँ इन्डिभिजुअल प्लान बनाउनको लागि उहाँले हामीलाई सहयोग गर्नुभएको थियो र हामीले बनाएका पनि थियौँ, जसले गर्दा चाहिँ म एज अ साइन्स टिचर आफूले के कति पढाउने, कस्ता रिसर्च मटेरियल्सहरू युज गर्ने भन्ने कुरा पनि त्यसै एउटा एनुअल रूपमा एउटा प्लानको रूपमा जाँदाखेरि चाहिँ आफ्नो शिक्षण सिकाइलाई चाहिँ सहज तरिकाले मार्गनिर्देशन गर्नलाई पनि यसले सहयोग पुर्याएको मैले महसुस गरेँ। र सेकेन्ड मोड्युलमा चाहिँ प्रिन्टेबल मटेरियल्स, जसको थ्रुबाट चाहिँ विद्यार्थीहरूमा चाहिँ विभिन्न प्रकारका लर्निङ आउटकम्सहरू इन्हान्स गर्नको लागि प्रिन्टेबल मटेरियलले सहयोग गर्छ। प्रिन्टेबल मटेरियलले चाहिँ विद्यार्थीहरूमा चाहिँ इन्क्वायरी बेस, प्रोजेक्ट बेस, प्रब्लम बेस लर्निङहरू गराउने चाहिँ प्रिन्टेबल मटेरियल्सको मेन अब्जेक्टिभ्स रहेको फेला पर्यो, जसमा चाहिँ विद्यार्थीहरूमा कोलाबोरेसन, कोअर्डिनेसन, क्रिएटिभिटी जस्ता र डिजाइन च्यालेन्ज जस्ता स्किल्सहरू पनि पढाउँदै जाने क्रममा मैले इन्क्रिज भएको महसुस गरेको छु। र तेस्रो
डिजिटल मटेरियल्समा चाहिँ अहिलेको जमाना 21औँ शताब्दीको जमाना हो, जसमा चाहिँ हामीले विद्यार्थीहरूलाई रुट मेमोराइजेसनभन्दा पनि विभिन्न सम्भव भएसम्म चाहिँ विभिन्न डिजिटल डिभाइसहरूको प्रयोग गरेर, विभिन्न एपहरू प्रयोग गरेर चाहिँ शिक्षण सिकाइमा चाहिँ थप फ्रुटफुल पुर्याउनको लागि हेल्प गरेको मैले भेटाएको छु। जसमा चाहिँ विद्यार्थीहरूले चाहिँ डिजिटल टुल्सहरूको प्रयोग गरेर, जस्तो फेट सिमुलेसन, खान एकाडेमी, ओयाली नेपाल अनि वे ग्राउन्ड, काहोट जस्ता लर्निङ टुल्सहरूको प्रयोग गरेर चाहिँ विद्यार्थीहरूले आफ्नो सिकाइलाई चाहिँ सहज तरिकाले, एकदमै फ्रुटफुल तरिकाले पढिरहेको पनि मैले देखेँ। र मैले पनि यो डिजिटल मटेरियल्सहरू चाहिँ युज गरेर पढाउँदा विद्यार्थीहरूमा चाहिँ रुट मेमोराइजेसन एकदम घोक्ने बानी भन्दा पनि भिडियो हेरेर त्यसलाई एनालाइसिस गरेर पढ्दाखेरिमा चाहिँ उनीहरूको पढाइमा पनि सिकाइ लर्निङ एक्टिभिटिजमा उनीहरू इन्करेज भएको र त्यसले चाहिँ सिकाइलाई फ्रुटफुल बनाएको पनि मैले देखेको छु। अर्को चौथो नम्बरमा चाहिँ ह्यान्ड्स अन एक्टिभिटी अर माइन्ड्स अन रिसर्च मटेरियल्सहरू पनि हामीले युज पढ्यौँ फोर्थ मोडुलमा, जसमा चाहिँ विद्यार्थीहरूमा चाहिँ ह्यान्ड्स अन एक्टिभिटीमा इन्गेज हुने, जस्तो रोल प्ले, मोडल कन्स्ट्रक्सनहरू बनाउने, जसमा चाहिँ टिचरले चाहिँ एउटा सपोर्टेड गाइडरको रूपमा चाहिँ काम गर्ने, विद्यार्थीहरूलाई मटेरियल प्रोभाइड गरे पछाडि कक्षा कोठामा उनीहरूको इन्गेजमेन्ट एकदमै राम्रो भएको र विद्यार्थीहरूले पढेको पनि मैले आफूले महसुस गरेको छु। र मैले यो तीनवटा मोड्युलहरूमा चाहिँ प्रिन्टेबल, डिजिटल र ह्यान्ड्स अन मटेरियलहरू तीनवटा चाहिँ निर्माण गरेको छु। र आज यो तीनवटा मटेरियलको बारेमा चाहिँ यहाँ केही डिस्कस गर्न गइरहेको छु, जसमा चाहिँ मैले कक्षा 8का विद्यार्थीहरूलाई चाहिँ युनिट 2को बेसिसमा चाहिँ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीको टपिकमा चाहिँ केही लर्निङ आउटकम्सहरू जुन सिडिसीले तुके बमोजिम नै कन्टेन्टमा रहेर चाहिँ यहाँ तीनवटा लर्निङ आउटकम्सहरू राखेर चाहिँ विद्यार्थीहरूलाई एउटा प्रिन्टेबल मटेरियल बाट चाहिँ विद्यार्थीहरूमा सिकाउने काम गरेको छु, जसमा चाहिँ पहिलो लर्निङ आउटकम्स रहेको छ डिफाइन साइबर क्राइम। यो प्रिन्टेबल मटेरियल्स विद्यार्थीहरूले गर्दा चाहिँ गरिसके पछाडि चाहिँ विद्यार्थीहरूले चाहिँ साइबर क्राइमको चाहिँ एउटा डिफिनेसन दिन सक्नेछन् र यिनीहरूले चाहिँ यहाँ यो पिक्चर हेरेर उनीहरूले आफूले काम गर्दा चाहिँ यो कस्तो खाले साइबर क्राइम हो त भनेर यसको आइडेन्टिफाई पनि गर्न सक्छन्, कस्ता खाले साइबर क्राइम हुन्छ त्यो मध्ये यहाँ देखाइएको के हो भनेर पनि उनीहरूले थाहा पाउन सक्नेछन्। र अब साइबर क्राइम भइरहेको छ अहिले, यो सबै साममा देखिएको एउटा इस्युज पनि हो र यो रोक्नको लागि यसको प्रिभेन्टिभ मेजर्स कुनै एउटा पनि विद्यार्थीहरूले भन्न सक्ने एउटा लर्निङ आउटकम्स राखेर चाहिँ मैले कक्षा कोठामा चाहिँ सबै विद्यार्थीहरूको लागि चाहिँ एउटा वर्कसिट बनाएको छु। मैले इन्डिभिजुअल प्रोभाइड गरेको थिएँ र जसमा चाहिँ पहिला मैले यो वर्कसिट दिनभन्दा अगाडि चाहिँ विद्यार्थीहरूमा पहिला ब्रेन स्टर्मिङ गर्ने, उनीहरूको प्रायर नलेज के रहेछ भनेर पनि उनीहरूलाई त्यसमा फ्यामिलियर गराएर यो वर्कसिट दिएँ। र तिमीहरूले के बुझ्छौ, के जान्छौ यो वर्कसिट हेरिसके पछाडि, र तिमीहरूको आफ्नो अन्डरस्ट्यान्डिङ लेख भनेर चाहिँ उनीहरूलाई यो वर्कसिट लेख्न लगाएँ, जसमा चाहिँ पहिलो एक्टिभिटीमा चाहिँ उनीहरूले अब्जर्भ हेरिसके पछाडि चाहिँ उनीहरूले के देखे त यो पिक्चरबाट भनेर, यहाँ आइसी भनेर उनीहरूले देखेको कुरालाई चाहिँ आफूले जे बुझे जे देखे त्यसको बारेमा चाहिँ यहाँ लेख्छन्। एक्टिभिटी 2मा चाहिँ थिङ्क, यो पिक्चर हेरिसकेपछि चाहिँ यसलाई इन्टरप्रिटेसन गर्ने, पिक्चरहरू लगाएर थिङ्क गर्ने, सोच्ने काम गर्छन् र आफूले सोचिसके पछाडि चाहिँ आई थिङ्क उनीहरूले के विचार गरे त्यो सबै कुरा यो आफ्नो अन्डरस्ट्यान्डिङ चाहिँ यहाँ फिल गर्छन्। र एक्टिभिटी 3मा चाहिँ वन्डर, क्वेसनिङ एक्टिभिटी पनि भनिन्छ यो वन्डरलाई चाहिँ, जसमा चाहिँ मैले 5 मिनट पनि मेन्सन गरेको छु, जसमा चाहिँ के, कस्तो, किन, कसले के भन्ने क्वेसनको चाहिँ यहाँ उनीहरूले आफूले आफ्नो अन्डरस्ट्यान्डिङ के छ त्यो लेख्छन्। यो लेखिसकेपछि चाहिँ एक्टिभिटी 4मा गइसके पछाडि चाहिँ डिस्कसन एन्ड सेयरिङ। अब हामी चाहिँ कक्षाका सबै विद्यार्थीहरूलाई चाहिँ यो वर्कसिट गरिरहँदाखेरि चाहिँ उनीहरूमा के बुझे, के रह्यो उनीहरूको अन्डरस्ट्यान्डिङ भन्ने कुराको चाहिँ डिस्कसन गर्छौँ र इन्डिभिजुअल रूपमा सम्भव भएसम्म इन्डिभिजुअल, तर 45 मिनट हुँदै गर्दा चाहिँ इन्डिभिजुअली अलिकति टाइम चाहिँ इन्सफिसियन्ट हुने पनि मैले मेरो यो एक्टिभिटी गरे पछाडि देखेँ। र मैले चाहिँ ग्रुप वाइज
कुनै की पार्टिसिपेन्ट्सहरूबाट चाहिँ केही डिस्कसनहरू, उनीहरूको आइडियाजहरू चाहिँ लेख्छु। हुन चाहिँ यो सबै इन्डिभिजुअल रूपमा विद्यार्थीहरूले गरिरहेका हुन्छन्। र एक्टिभिटी 5 मा पुग्दै गर्दा चाहिँ इन्डिभिजुअल रिफ्लेक्सन पनि लेख्छु। उनीहरूले आजको पढाइबाट कस्तो के कुरा लर्न गरे, के कुरामा इन्जोय गरे भन्ने कुरा चाहिँ उनीहरूको आफूले ओक्सिड भर्छन् पनि, र उनीहरूले आफ्नो कुनै विद्यार्थीहरूलाई चाहिँ म इन्डिकेट गरेर की पार्टिसिपेट नै लेख्छु प्रायःजसो मैले। त्यसरी नै उनीहरूलाई चाहिँ आफ्नो रिफ्लेक्सन पनि भन्न लगाउँछु। यसरी यो प्रिन्टेबल मटेरियलको प्रयोग गर्दै जाँदा चाहिँ हाम्रो हाम्रो जस्तो अब हामी जस्तो टिचर, पहिला हामी ट्रेडिसनल वेमै गइरहेका टिचरहरूमा चाहिँ जति बेला पनि टिचरहरू क्लासमा जाने, आफ्नो टिचर सेन्ट्रिक अप्रोचहरू प्रयोग गरिरहेको बेलामा चाहिँ यो प्रिन्टेबल मटेरियलको थ्रुबाट चाहिँ विद्यार्थीहरूलाई पहिला नै उनीहरूलाई चाहिँ आफ्नो उनीहरूको प्रायर नलेज के छ, उनीहरूको अन्डरस्ट्यान्डिङ के छ, उनीहरू के चाहन्छन्, उनीहरूलाई पनि आफ्नो कुरालाई एक्सप्लोर गर्नको लागि चाहिँ यो प्रिन्टेबल मटेरियलले हेल्प गर्ने कुरामा चाहिँ म एकदमै पोजिटिभ मेरो यसमा चाहिँ प्रिन्टेबल मटेरियलको युजले चाहिँ मेरो माइन्डसेटलाई पनि पोजिटिभ रूपमा चेन्ज गरेको छ। पहिला चाहिँ म आफूलाई एकदमै टिचर सेन्ट्रेड लर्निङमा वा टिचर सेन्ट्रेड टिचिङ अप्रोचमा चाहिँ म बढी फोकस गर्दै गर्दा चाहिँ विद्यार्थीहरूलाई यो प्रिन्टेबल मटेरियल्स दियो भने चाहिँ उनीहरूले आफ्नो आइडियाहरू पनि क्रिएट गर्न सक्छन्। उनीहरूको आफ्नो पनि त केही अन्डरस्ट्यान्डिङ हुनसक्छ होइन, आफ्नो कुरा लेख्न सक्छन्। योबाट चाहिँ उनीहरूमा आफूले पनि केही पढ्नुपर्ने रहेछ, गर्नुपर्ने रहेछ भन्ने भावना पनि क्रिएट गरेको मैले देखेँ। र यो बनाउने क्रममा चाहिँ मैले यो युजर गाइड पनि राखेको छु। यसरी चाहिँ मैले प्रिन्टेबल मटेरियल बनाएको छु। र अर्को मैले चाहिँ प्रिन्टेबल मटेरियलकै बेसिसमा मोडुल 2 कै आधारमा चाहिँ एउटा स्टोरी बेस्ड अप्रोच प्रिन्टेबल मटेरियल नै हो यो पनि, र स्टोरीको माध्यमबाट चाहिँ विद्यार्थीहरूलाई कसरी बुझाउन सकिन्छ त भन्ने कुराहरू चाहिँ एक्सप्लोर गर्न गइरहेको छु। जसमा चाहिँ मैले कक्षा 5 का विद्यार्थीहरूलाई चाहिँ साइन्स पढाउँदै गर्दा चाहिँ सोलर सिस्टम पढाउने बेलामा चाहिँ यो 4वटा लर्निङ आउटकम्सहरू राखेर चाहिँ विद्यार्थीहरूलाई एउटा वर्कसिट बनाएको छु। यो वर्कसिट चाहिँ स्टोरीको बेसमा छ, फर्ममा छ, प्रिन्टेबल मटेरियल हो यो पनि। र यो पढिसके पछाडि विद्यार्थीले चाहिँ यो मैले माथि राखेको 4वटा लर्निङ आउटकम्स पुरा हुने कुरामा पनि म आशावादी थिएँ, र यो पुरा भयो पनि। र यसमा चाहिँ मैले स्टोरीको फर्ममा चाहिँ एउटा द जर्नी अफ अ टाइनी डस्ट पार्टिकल्स थ्रु अ सोलर सिस्टम भन्ने एउटा स्टोरी बच्चाहरूलाई प्रिन्टेबल मटेरियलको रूपमा प्रोभाइड गरेँ। यो मैले चाहिँ इन्डिभिजुअल प्रोभाइड गरेको हो। अब हजुरहरू पनि यसलाई नै फलो गर्नुहुन्छ भने आफ्नो स्कुलको आवश्यकता, आफ्नो कति रिसोर्स आफूसँग अभाइलेबल छ त्यो अनुसार इन्डिभिजुअल एज वेल एज यसलाई ग्रुपमा पनि प्रयोग गर्न सकिन्छ। यसरी चाहिँ मैले स्टोरी बच्चाहरूलाई दिएँ। स्टोरी दिनु अगाडि चाहिँ मैले बच्चाहरूलाई चाहिँ स्टुडेन्टहरूलाई चाहिँ केही इन्स्ट्रक्सनहरू दिएँ। तिमीहरूले यो राम्रोसँग पढ, केयरफुल्ली रूपमा पढ्ने, र यो पढिसके पछाडि चाहिँ तल केही एक्टिभिटीहरू चाहिँ तिमीहरूले गर्नुपर्छ। त्यही भएर सिन्सियर भएर, अलिक फोकस भएर, कन्सन्ट्रेटेड भएर पढ भनेको थिएँ। र विद्यार्थीहरूले यो स्टोरी पढिसके पछाडि चाहिँ यो पढ्दै गर्दा एकदमै इन्ट्रेस्टेड थिए, उनीहरू इन्गेजिङ पनि भएको मैले क्लासरुममा देखेको पनि थिएँ। यो पढिसके पछाडि चाहिँ विद्यार्थीहरूले चाहिँ अब सम्भव भएसम्म चाहिँ पिक्चरै टाँस्ने हो कट गरेर होइन, तर क्लासमा हामीले इन्स्ट्यान्ट गर्छौँ भने चाहिँ अब हामीले यो पढेकै बेसिसको आधारमा चाहिँ सनबाट चाहिँ प्लानेट 8वटा प्लानेट चाहिँ सनबाट डिस्टेन्सको आधारमा चाहिँ उनीहरूले एरेन्ज गरेर राख भन्ने एक्टिभिटी दिएको छु। यो माथि पढेको आधारमै उनीहरूले एक्टिभिटी गर्छन्। र एक्टिभिटी 3 मा चाहिँ उनीहरूले अब ड्र दि सोलर सिस्टमको चाहिँ चित्र बनाउन सक्छन्, स्कामेटिक डायग्राम भनेको छु मैले। र कलर गर्ने डिफ्रेन्ट प्लानेट्सहरूको चाहिँ अप्रोप्रिएट कलर के छ त्यो पनि लगाउने छन्। आफ्नो उनीहरूले जस्तो बुझे जस्तो गरे त्यस्तै गर्दै जानेछन्। यहाँ चाहिँ त्यसमा मैले आवश्यकता परे अनुसार मैले हेल्प पनि गरेको छु कतिपय विद्यार्थीलाई। र एक्टिभिटी 4 मा आइपुग्दै गर्दा चाहिँ विद्यार्थीहरूले माथि पढेको यो स्टोरीको आधारमा चाहिँ बिचमा चाहिँ खाली ठाउँ दिएको छ, र यो खाली ठाउँलाई चाहिँ फिल गर्नुपर्ने एक्टिभिटी दिएको छु मैले एक्टिभिटी 4 मा, जसमा चाहिँ विद्यार्थीहरूले अब आफूले बुझेको पढेको आधारमा चाहिँ यो एक्टिभिटी
खाली ठाउँ पुरा गर्नेछन्। र एक्टिभिटी 5 मा आइसक्दा चाहिँ माथि पढेकै बेसिसमा चाहिँ 8 वटा प्लानेटहरूको चाहिँ उनीहरूले स्पेसल फिचर्सहरू के छ भनेर यो स्टोरीकै बेसमा रहेर यो स्पेसल फिचर्स पनि लेख्न सक्नेछन्। र यसरी एउटा प्रिन्टेबल मटेरियल र स्टोरीको फर्मबाट पनि विद्यार्थीहरूलाई चाहिँ सिकाउन सकिँदो रहेछ भन्ने कुरा चाहिँ मैले यहाँबाट गेन गरेँ। विद्यार्थीहरूमा चाहिँ मैले अब यो ह्यान्ड्स अन डिजिटल एक्टिभिटी गराउनको लागि चाहिँ डिजिटल रिसोर्सहरू बनाउने क्रममा चाहिँ वे ग्राउन्ड भन्ने एउटा प्लेटफर्म युज गरेर चाहिँ विद्यार्थीहरूमा इन्ट्रेक्टिभ क्विज चाहिँ एउटा सेल अर्गानिल्स भन्ने टपिकमा बनाएको थिएँ। कक्षा 8 का विद्यार्थीहरूमा सेल अर्गानिल्सहरूको फङ्सनहरूको बारेमा डिस्कसन गर्नको लागि टार्गेटेड ग्रुप मेरो क्लास 8 का स्टुडेन्ट्सहरू रहेका छन्, जसमा चाहिँ यो क्विजमा चाहिँ मल्टिपल फिचर्सहरू पनि हुँदो रहेछ, जसमा चाहिँ एमसिक्यू मल्टिपल चोइस क्वेसन्सहरू, फ्ल्यास कार्ड्सहरू, इमेज बेस्ड आइडेन्टिफिकेसन क्वेसन्सहरू हुँदो रहेछ। जसमध्ये कक्षा 8 का विद्यार्थीहरूलाई चाहिँ मैले फ्ल्यास कार्डको माध्यमबाट चाहिँ क्विज कन्डक्ट गरेको थिएँ, जसबाट विद्यार्थीहरूमा चाहिँ उनीहरूलाई डिफ्रेन्ट सेल अर्गानिल्सहरूको चाहिँ डिफ्रेन्ट फङ्सनहरू भर्नको लागि उनीहरूलाई एकदमै पहिला उनीहरूलाई चाहिँ मैले क्लासमा पढाएँ होइन, आइसिटीको युज गरेर लाइक भिडियोहरूबाट युट्युब भिडियोहरू देखाएँ स्मार्ट बोर्डको माध्यमबाट। र लास्टमा मैले एसेसमेन्टको रूपमा चाहिँ वा इभ्यालुएसन टुलको रूपमा चाहिँ यो क्विज प्रयोग गरेको हो। र यो क्विज प्रयोग गर्दै गर्दा चाहिँ विद्यार्थीहरूले चाहिँ डिफ्रेन्ट सेल अर्गानिल्सहरूको फङ्सनहरू तिनीहरूसँगको कन्सेप्चुअल क्वेसन्सहरू भर्नको लागि एकदमै सहज भएको थियो। र विद्यार्थीहरूमा यो गराउँदै गर्दा चाहिँ उनीहरूको कन्फिडेन्स लेभल चाहिँ बिल्डअप भएको मैले पाएँ। डिजिटल लर्निङ प्लेटफर्मको युज गर्दै गर्दा उनीहरूमा क्युरियोसिटी हुने, कसरी हुँदो रहेछ, कहाँ गएर गर्ने हो म्याम भन्ने जस्ता क्वेसनहरू, उनीहरूमा पियर कोल्याबोरेसनहरू हुने होइन, हामी पनि गर्न सकिन्छ होला, एक्सप्लोर गर्न ट्राई गर्ने होइन, त्यस्तो पनि फेला परेको थियो मैले पढाउँदै जाने क्रममा। मैले मेथड कसरी प्रयोग गरेँ भन्ने क्रममा चाहिँ पहिला मैले चाहिँ उनीहरूलाई डिजिटल टेक्नोलोजीहरूबाट चाहिँ के गरेँ, पहिला इन्ट्रोडक्सनहरू दिएँ युट्युबहरू युज गरेर होइन। उनीहरूलाई चाहिँ पहिला के हो त डिफ्रेन्ट सेल अर्गानिल्सहरू तिनीहरूको बारेमा एक्सप्लानेसन गरेँ। एक्सप्लानेसन पछाडि चाहिँ उनीहरूलाई मैले प्रयोग गर्न लागेको यो क्विजको डेमोन्स्ट्रेट पनि गरेँ, कहाँबाट गर्न सकिँदो रहेछ, के रुल्स रहेछ भनेर त्यसको बारेमा एक्सप्लोर पनि गरेँ। एक्सप्लोर गरिरहँदै गर्दा चाहिँ थर्ड स्टेपमा चाहिँ मैले क्विज एक्टिभिटीहरू गराएँ। एक्टिभिटिज गराइसके पछाडि चाहिँ विद्यार्थीहरूमा डिस्कसन पनि भयो। कतिजना विद्यार्थीहरूले चाहिँ पहिला इन्करेक्ट आन्सर भनेको आफ्टर मैले त्यो फ्ल्यास कार्ड देखाइसके पछाडि चाहिँ यो रहेछ म्याम भनेर उनीहरूमा एकदमै क्युरियस क्रिटिकल थिङ्किङहरू पनि बिल्डअप भएको पाइयो। रिफ्लेक्सन चाहिँ उनीहरूले अरू एक्टिभिटीहरूमा पनि यस्तै डिजिटल टुल्सहरू युज गरेर यस्तै क्विजहरूलाई चाहिँ कन्टिन्यू दिने रिफ्लेक्सन विद्यार्थीहरूले पनि गरे र मैले पनि त्यो आफूले महसुस गरेँ। र पढाउने क्रममा चाहिँ यो स्टुडेन्ट्सहरूको रिफ्लेक्सनमा चाहिँ एकदमै उनीहरू डिजिटल क्विजबाट चाहिँ इन्गेज भएको पढाइमा होइन, इन्जोय गरेको र उनीहरूले आफ्नो एक्टिभ पार्टिसिपेसन देखाएको मैले पनि महसुस गरेँ। विद्यार्थीहरूको ओभरअल रियाक्सन पनि त्यस्तो देखियो। र यो प्रयोग गर्दै गर्दा मैले केही मात्रामा च्यालेन्जहरू पनि फिल गरेँ, जस्तो मटेरियल्सहरू रिसोर्सेस मटेरियल्स अलि अभाइलेबल इन्सफिसियन्ट मात्रामा भयो भने प्रत्येक विद्यार्थीहरूलाई कम्प्युटरमा डेस्कटपहरू पुर्याउन सकिएन भने पनि कोडहरू वा क्युआरहरूबाट गर्नको लागि अलि असहज हुने रहेछ, जसमा यदि हामीले त्यो च्यालेन्जलाई कम गर्नको लागि चाहिँ मोबाइल वा के भन्छ हाम्रो स्मार्ट बोर्डबाट पनि देखाउन सकिन्छ। यहाँ चाहिँ कोल्याबोरेटिभ हुन्छ भने इन्डिभिजुअल मोबाइल ल्यापटपहरू डेस्कटपहरू प्रयोग गर्यो भने चाहिँ विद्यार्थीहरूको आफ्नो पर्सनल एन्सर चाहिँ आउँछ। त्यति बेला चाहिँ अब कोल्याबोरेटिभ गर्दा सबै विद्यार्थीहरूले भर्न सक्छन्, कसैको गलत कसैको रङ पनि हुनसक्छ। र समग्रमा चाहिँ यो डिजिटल रिसर्च मटेरियल्सले चाहिँ विद्यार्थीहरूमा कोल्याबोरेसन क्रिटिकल थिङ्किङ ह्यान्ड्स अन एक्टिभिटीहरूमा चाहिँ एकदमै इन्भल्भमेन्ट भएको मैले देखेँ, जसमा मैले यहाँ केही फोटोजहरू पनि राखेको छु मैले प्रयोग गर्दै जाने क्रममा चाहिँ। यसरी चाहिँ यो डिजिटल मटेरियल्सको युज गरेर चाहिँ विद्यार्थीहरूको सिकाइमा पनि एकदमै फ्रुटफुल पण ल्याउन सकिँदो रहेछ भन्ने मैले महसुस गरेको छु। र मोडुल 3 मा पढ्दै गर्दा चाहिँ मोडुल 3 मा चाहिँ हामीहरूले डिजिटल
मटेरियल्सको बारेमा चाहिँ हामीले पढेका थियौँ। डिजिटल मटेरियल्सको एक्सप्लोर गर्ने क्रममा चाहिँ मैले कक्षा 8का विद्यार्थीहरूलाई चाहिँ यो वे ग्राउन्ड भन्ने एपबाट क्विज एप रहेछ, योबाट चाहिँ पहिला मैले विद्यार्थीहरूलाई पहिला क्लासरुममा गएर चाहिँ एज अ नर्मल उनीहरूलाई चाहिँ एउटा भिडियो देखाएर होइन, पहिला उनीहरूलाई डिस्कसन गराएर भिडियोहरूको माध्यमबाट चाहिँ पढाएँ। त्यस पछाडि मैले डिफ्रेन्ट सेल अर्गानेल्सको बारेमा पढाइसके पछाडि चाहिँ विद्यार्थीहरूमा के कति लर्निङ इन्हान्समेन्ट उनीहरूले अचिभ गरे भनेर चाहिँ एउटा क्विजको रूपमा चाहिँ यो वे ग्राउन्ड भन्ने वेबसाइटलाई प्रयोग गरेर चाहिँ एउटा डिजिटल मटेरियल्स बनाएको थिएँ, जसमा चाहिँ यो डिजिटल मटेरियल्स चाहिँ मैले वे ग्राउन्डमा बनाउँदै गर्दा चाहिँ यो एउटा एआई सपोर्टेड गेमिफाइड लर्निङ एन्ड टेक्निकल प्लेटफर्म रहेछ, जसमा चाहिँ विद्यार्थीहरूले चाहिँ जसबाट विद्यार्थीहरूमा चाहिँ क्विजको कन्सेप्टहरू दिने होइन, क्विजहरू, प्रेजेन्टेसन, फ्ल्यास कार्ड्सहरू लेसनसँग रिलेटेड बनाउन सकिँदो रहेछ, जसमा चाहिँ यो स्टुडेन्ट टिचरहरूको लागि चाहिँ यहाँ फिचर्सहरू पनि मैले यहाँ राखेको छु। यो गेमिफाइड लर्निङ रहेछ, वे ग्राउन्ड एआईको कुरा पनि छ, डिफ्रेन्सिएसन अकोमोडेसनको कुरा छ, अनि एक्सटेन्सिभ लाइब्रेरी पनि छ यसमा, डिटेल रिपोर्टिङहरू अनि पेपर मोडहरूमा पनि राख्न मिल्छ। यसले कसरी काम गर्छ त भन्ने कुरा पनि मैले यहाँ राखेको छु। र एडुकेटरको लागि र टिचर्सको लागि चाहिँ पहिला हामीले साइन अप गर्नु पर्यो। साइन अप गरिसके पछाडि चाहिँ यसले अब आफ्नो लाइब्रेरीमा आफूले जति बनाएको मटेरियल्सहरू पनि राख्न मिल्ने रहेछ। र स्टुडेन्ट्सहरूले चाहिँ अब टिचर्सहरूले खासै स्टुडेन्टहरूले साइन अप गर्नुपर्ने आवश्यकता चाहिँ रहेनछ, जसमा टिचरले नै कोडहरू पठाइसके पछाडि क्युआरहरूबाट पनि उनीहरू जोइन भएर एकैचोटि धेरैजना विद्यार्थीहरू पनि क्विजमा पार्टिसिपेन्ट हुने वा अरू एक्टिभिटिजहरूमा पार्टिसिपेन्ट पनि हुन सक्दा रहेछन्। र इन्डिभिजुअली रूपमा पनि सबैजनासँग मोबाइलहरू एक्सेस नभएको बेलामा स्मार्ट बोर्डबाट पनि यो देखाउन सकिने रहेछ। यसले चाहिँ खास यसको के भन्छ यसलाई एन्ड्रोइड अनि जुनसुकै आइओएस मोबाइल्सहरू एपहरूमा सबैमा यो अभाइलेबल हुँदो रहेछ। एन्ड्रोइड मोबाइलहरूबाट पनि यसलाई हेर्नको लागि, एक्सप्लोर गर्नको लागि सकिने रहेछ। अब यो डिजिटल मटेरियल्सले चाहिँ मैले पनि एउटा डिजिटल मटेरियल्स बनाएको छु। अब खास यो मैले यसमा देखाउने क्रममा चाहिँ मोड्युल 4 मा चाहिँ हामीहरूले ह्यान्ड्स अन एक्टिभिटीको बारेमा वा ह्यान्ड्स अन रिसर्च मटेरियल्सहरूको बारेमा चाहिँ डिस्कसन गऱ्यौँ, जसमा चाहिँ विद्यार्थीहरूलाई चाहिँ मैले आफैले केही सामग्रीहरू उनीहरूलाई रिसर्च मटेरियल्स कसरी बनाउन सकिन्छ भनेर चाहिँ आइडिया दिइसके पछाडि चाहिँ विद्यार्थीहरूले चाहिँ कक्षा 8का विद्यार्थीहरूले चाहिँ यो सेलको स्ट्रक्चरहरू बनाउने होइन, प्लान्ट सेल, एनिमल सेलको 3D मोडल्सहरू बनाउने, अनि 5 किङडम सिस्टमहरूको चाहिँ यो ट्री चार्ट्सहरू बनाउने, ब्याक्टेरियोफेज भाइरसको 3D मोडल्स बनाउने, अरू जस्ता अन्य भाइरस ब्याक्टेरियाहरूको मोडल्स क्लेको माध्यमबाट बनाउने जस्ता विभिन्न क्रियाकलापहरू गरेका थिए, जस्तो डिफ्रेन्ट सेल कम्पोनेन्ट्सहरूको रोल प्ले मेथडको युज गरेर पनि उनीहरूले यो ह्यान्ड्स अन एक्टिभिटी उनीहरूले बनाएको मोडल्सहरू देखाउँदै अगाडि आएर चाहिँ रोल प्ले मेथडको प्रयोगबाट चाहिँ अगाडि आएर एक्सप्लोर गरेका थिए। यो ह्यान्ड्स अन एक्टिभिटीले चाहिँ विद्यार्थीहरूमा चाहिँ क्रिएटिभिटी बढाउने, उनीहरूमा चाहिँ कोल्याबोरेसनहरू इन्हान्स गर्नको लागि, कन्फिडेन्स लेभलहरू बिल्डअप गर्नको लागि चाहिँ यो चौथो मोडुल चाहिँ एकदमै फ्रुटफुल रह्यो। हामी एज अ स्टिम स्कलर्स वा एमएड सेकेन्ड सेमेस्टरको स्टिम स्टुडेन्ट्स भएकै नाताले खिल सरले हामीलाई चाहिँ विभिन्न फिल्ड वर्कहरूमा पठाउनु भएको थियो, जस्तै ओयाली नेपाल, कारखाना, इम्पेरियल स्कुल हामीले भिजिट गर्दै जाँदा चाहिँ त्यो क्षेत्रमा देखिएका पोजिटिभ पक्षहरूलाई चाहिँ हामीले आफ्नो प्रोफेसनल करियरमा पनि युज गर्ने अवसर पाएका थियौँ। यसरी ह्यान्ड्स अन एक्टिभिटीले चाहिँ विद्यार्थीहरूमा आफूले गर्दै सिक्दै जाने बानीको पनि विकास गर्न सक्छ।
समग्रमा चाहिँ यो मोडुल 1, 2, 3, 4 बाट चाहिँ चारवटै मोडुल्सहरूबाट चाहिँ हामीहरूलाई चाहिँ रिसर्च मटेरियल्स डेभलपमेन्ट भन्ने करिकुलमले चाहिँ यो सेकेन्ड सेमेस्टरमा पढेको सब्जेक्टले चाहिँ एज अ टिचर हामीलाई चाहिँ आफ्नो कक्षा कोठामा चाहिँ कसरी पढाउने, कस्ता कस्ता मटेरियल्सहरू युज गरेर पढाउने, विद्यार्थीहरूलाई कसरी इन्गेज गराउने र 21st सेन्चुरी स्किल्सहरू चाहिँ कसरी उनीहरूमा इन्हान्स गराउने भन्नलाई एकदमै सपोर्ट गरेको छ। र हामीले हामीले एक्सप्लोर गरेको र कक्षा कोठामा पढेको कुराहरूलाई विद्यार्थीहरूसँग सिकाउँदै गइरहेका छौँ र अझ अब आउने दिनमा पनि यसलाई अझ राम्रोसँग अझ एडभान्स तरिकाबाट अझ धेरै सिक्दै विद्यार्थीहरूमा पनि एप्लिकेबल गर्नको लागि म आफू एकदमै एक्साइटेड पनि छु र समग्रमा रिसर्च मटेरियल्स डेभलपमेन्ट कोर्सलाई फेसिलिटेट गर्ने आदरणीय सरलाई धन्यवाद दिँदै सबैजनालाई हेरिदिनु भएकोमा धन्यवाद।